सामनेको यो वाला डाँडो चाहिँ सूर्य चौर। यस्तै छ है त ल बजाल भएर सेल्बा भ्याली पनि देखिन्छ यतापट्टि हाम्रो काठमाडौँ भ्याली भइहाल्यो। यो साइड नुवाकोट हिमालहरू चाहिँ आज देखाउन सकेन किनभने मधुरो मधुरो आइरहेको रहेछ। ल है त चल्दिएको ल अब केटाहरूलाई टक्क भेटौँ ल। केटाहरू निस्किसकेर चोकतिर जम्प चोकमा होइन। अब त्यस्तै हो कहिले काहीँ घुमघुम पनि रमाइलो पनि गरिराख्नुपर्छ होइन। जिन्दगीमा के छ र मरिलानु अब यहाँ काठमाडौँमा काम गर्दा 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 हो फ्रस्ट्रेट भएको पनि हुन्छ नि त। यो धुलो धुवा भिडभाडभन्दा बाहेक अलिक पर गएर एकछिन पिसमा बसेर आइदिउँ न रमाइलो। तिमाथि आज त ग्रुप राइड हुनेवाला छ 3-4वटा 2-3टा बाइक हुन्छ होला। केटाहरू पनि को आएको छ हेरौँ होइन। हेर्दाखेरि मैले अघिदेखि फोन गरेछ 4-5चोटि कहाँ घरि उता सिस्नेरी भनेको छ, घरि नगरकोट भनेको छ, घरि मेलम्ची भनेको छ हो। तल्ल तल्ल ल कहीँ नजाने अब यति बेला स्विमिङ गर्न गएर नि काम छैन भनेर ल ठिकै छ नि त। सूर्य चौर गइदिउँ एकछिन होइन। त्यहाँ पनि पिसै ठाउँ छ, पिस ठाउँमा गएर एकछिन चिल गर्छौँ, त्यहाँ आनन्दले एकछिन बसौँ रमाइलो गरौँ। त्यसपछि अब के छ र होइन भनेर निस्केको हो। फाइनली केटाहरू त हामीभन्दा अगाडि आइपुगिसकेको छ यार। आमा ओहो केटा हो ठिक छ होइन। म पेट्रोल लगाउँछु नि त ल, पेट्रोल लगाउँछु चल्दिउँ ल। सबजना निस्केँ होइन। अब पछाडिबाट म पनि जान्छु। हाम्रो अगाडि सबभन्दा अगाडि हिँडिरहेको खड्कु भइहाल्यो। त्यसपछि हाम्रो विशाल अनि त्यसपछि हाम्रो कार्लस सबजना डबल लोड हिँडिरहेको छौँ होइन। मेरो पछाडि निरोज भाइ ल त ल सूर्य चौरको यात्रामा निस्किँदैको होइन। त्यस्तै छ बिस्तारै जानुपर्छ, रमाइलो गर्दै जाने हो चिल पारामा होइन। अब केटाहरू फेरि पल्टार्ला भन्ने डर छ। त्यस्तै हो बिस्तारै बिस्तारै जाउँ। आफ्नो टायर छैन चिप्ला चिप्ला जस्तो हुन्छ फेरि। कहाँ गएर केटाहरू अनि पुलसम्म थियो क्या। पुलदेखि हामी अगाडि लाग्छ हराउँछ भने भ्यालीभित्र त्यही भने चाबेलमै हराइसक्यो होइन भाइ। कहाँ छ रे ए त्यो पुलदेखि सिधै गयो जस्तो छ केटो। ल ल ल जाउँ हामी जाउँ ल। चाबेलमा बस्दा नि त चाबेलमा जाउँ। कहाँ गएको मुला थिए सूर्य चौर जाने भनेको केटो बौद्ध पुगेछ अब भो। यति हो हामी केटाहरू जम्मा 8जना चिल्छ यतापट्टि जाँदैछ। ठिक छ अब बाटोतिर भेटौँ है त। बजारतिर म बनाउन चाहिने धेरै आधी केटाहरू आइसक्यो होइन। अब अझै आउन बाँकी छ हाम्रो एकजना। एउटा पछाडि स्कुटी भित्री भयो अनि त्यसपछि जिक्सर हाम्रो यामा एनएस अगाडि एनएस यस्तै छ है यस्तै छ ल। ठिक छ यार। अब आधी घन्टा जति भनौँ न सरासन गयो भने। अब ग्याङमा हिँड्दाखेरि केटाहरूलाई कुर्दा ओर्दा 45 मिनटै लाग्न सक्छ नि। केटाहरूलाई कुर्यो भने चाहिँ 1 घन्टै लाग्न सक्छ। आमामा के हो केटाहरू त पुरा रन्किरहेको छ त्यो सबजना केटाहरू हो।
अब धुलो धुवा भयो, दिनले बिहान जुरुक्क उठ्यो, काममा गयो होइन, आफ्नो काम गर्नु परेको, काम नगरी पनि भएन होइन, काठमाडौँको ठाउँमा बसेको छ, काम गऱ्यो आयो होइन। अब चिज सधैँभरि काम गऱ्यो पनि होइन, हप्तामा एक दिन चाहिँ आफ्नो लागि होइन जसले पनि छुट्याउनु होला होइन। हामी चाहिँ अहिले लगभग यो माथि के अरे गुर्जी भन्ने काठमाडौँ लाग्छ, पोखा झोड्काको हो, पोखा झोड्का माथि यता गुर्जी भन्ने जाँदैछ हामी लगभग। अब हाम्रो लागि पनि कपाल भइरहेको छ मलाई चाहिँ होइन, अब विशेष गरी मलाई चाहिँ कपालै रमाइलो लागिरहेको छ। बाइक पनि कुदाएको फिल भइरहेको, कुदाएको भन्दा पनि बाइक कुदाएको फिल भइरहेको होइन। अब त्यस्तै हो, आनन्दले गइरहेछौँ हामी यता माथितिर। अब जाँदैछौँ होइन, केटाहरू आइरहेछन् चङ्गा पारामा हो। टोली फेरि लास्ट ठुलो छ हाम्रो आज चाहिँ शनिबारको दिन होइन, सूर्य चौरसम्म हिँडेको तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। केटाहरू फेरि रैला पारामा बताउँछन् पनि होइन, फेरि रमाइलो पनि उल्का हान्छन् केटाहरू। यस्तै हो, त्यो शनिबारको दिन रमाइलो भइरहेछ होइन। हामीसँग एउटा जिक्सर भयो, त्यो मेरो एनएस, त्यसपछि हाम्रो विशालको एनएस त्यो भइहाल्यो बिल्ला, उता हाम्रो एन्टर्क एउटा V3 FG, अनि लास्टमा हाम्रो ड्युक छ एउटा। जस केटाहरूलाई एकछिन कुरियो, रमाइलो भयो, सिन पनि बवाल छ नि त यहाँ जङ्गलको ठाउँमा होइन। सूर्य चौरतिर चल्दै गयो त, सूर्य चौरतिर बवाल हुन्छ। अब हेर्दै जाउँ त्यहाँको लोकेसन कस्तो छ के छ होइन। रैला भइरह्यो, स्याटरडे राइड त रैला भइदिएर होइन। त्यस्तै हो, अब आउँदै गर्छ भिडियोहरू प्रत्येक शनिबार होइन, एभ्री स्याटरडे आउँछ अब हाम्रो होइन। दिनमा 2टा सर्ट्स आउँछ, त्यो पनि चेकआउट गर्दै गर्नु होला, त्यति नै भन्न चाहन्छु है त। ल सूर्य चौर भेटौँला। के अरे गुर्जी भन्ज्याङ हो यो बाटो चाहिँ, खासमा यता नुवाकोट जानलाई चाहिँ दामी बाटो हो यो। नुवाकोट जानलाई यताबाट अगाडि हुन्थ्यो, पानी निस्केर यताबाट हामी नुवाकोट जानु मिल्छ। नुवाकोट जाने बाटो यही हो होइन। यहाँदेखि लोकेसन बबाल देखिरहेको छ, हामी जानुपर्ने यो साइडमा माथि बवाल भइरहेको छ। अलिकति धुलो मैलो जस्तोले चाहिँ अलिकति लोकेसन क्लियर देखिरहेको छैन जस्तो मलाई लाग्यो होइन। त्यही पनि यता त हराभरा जङ्गल अलिकति डेन्जर दामी नै छ क्या यताको लोकेसन चाहिँ। त्यो जाँदैछौँ हामी अब चाहिँ यहाँदेखि हाम्रो अफ रोड फाइनली गाइज है त। ल यहाँदेखि यता तपाईँहरू नुवाकोट जान सक्नुहुन्छ यो बाटो। अहिलेको लागि चाहिँ हामी यता जान्छौँ, यता गएर चाहिँ यो सूर्य चौर जाने बाटो शिवपुरी झाँसके निकुञ्ज हुँदै हामी सूर्य चौरतिर लाग्दैछौँ है त। निकुञ्ज क्षेत्र अनि यसको यताबाट 2-3वटा ठाउँ जानु मिल्छ। यताबाट तारकेश्वर टेम्पल भयो, अनि यो सूर्य चौर जाने बाटो भइहाल्यो। कपनी पनि यताबाट निस्किन मिल्छ, यताबाट कपनी पनि निस्किन मिल्यो। केटाहरूले डर गयो बिस्तारी बिस्तारी, यसरी बाइक नरड्काऊ, बिस्तारी जाउँ, डेन्जर अफ रोड छ बाटो चाहिँ होइन। बिस्तारै 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 केटा हो, बिस्तारै। केटाहरू डटमा आइरहेको छन् होइन, डट भइदियो भने त हामीलाई पनि रहिल्यै हुन्थ्यो होला। त्यहाँनिर केटाहरूले क्रास गरिदिँदा फेरि हो। अफ रोडमा पनि त्यो रमाइलो हुन्छ बाइक कुदाउनलाई। अन रोडमा जति मजा आउँछ नि त्योभन्दा बेसी त्यो अझ अफ रोडमा मजा आउँछ क्या खासमा क्या। अब फेरि यता पानी ब्रेक अब हाम्रो बिस्तारी बिस्तारी के हो सिस्टम चाहिँ यहाँ सिस्टम बेलुकासम्म त पक्कै नै भरिन्छ यो। अहिले भरिन्छ कि नै थाहा छैन, त्यो चाहिँ भिजाउनु मात्र होला। यसो घाँटी भिजाउनको लागि चाहिँ दामी रहेछ है चाहिँ। पानी पनि त कुल होला नि, चिसो खाने यस्तै छ है त। ल बवाल भइरह, तिम्रो माया तिमीसँगै राख, खेलबाड भयो। आइपुग्यो सूर्य चौरतिर पनि लोकेसन बवाल भइरहेछ होइन। हामी 7-8 जना केटाहरू आएको होइन, भ्यालीबाट
भ्याली पनि देखिन्छ यतापट्टि हाम्रो काठमाडौँ भ्याली भइहाल्यो यो साइड नुवाकोट हिमालहरू चाहिँ आज देखाउन सकेन किनभने मधुरो मधुरो आइरहेको रहेछ लोकेसन सही देखिरह यताबाट काठमाडौँ भ्याली पनि हेर्दिउँ होइन अनि यो तल के अरे हाम्रो लौके झरना कि के समथिङ के झरनाहरू छ नि त पार्छ यहाँ तल पनि त्यता पनि आउनुपर्छ क्या अब पानी परोस् न एक दुई लट पानी परोस् त्यसपछि आउने हो क्या यता साइड छैन यो साइड हाम्रो हो यतातिर हो क्या त्यो के झरना भन्ने लौके झरना हामी आएको बाटो यही होइन हामी आएको यो होइन उ यहाँ माथिबाट त्यो माथिबाट यता आयो यो तलको बाटो चाहिँ तिम्रो नुवाकोट जाने बाटो भइहाल्यो एकचोटि हामी यो बाटो उहाँसम्म त्यो उता खोल्सामा गएर पौडी सौडी खेलेर हो पानी परेको बेलामा नेक्स्ट विक दामी बारामा स्विमिङ हान्नुपर्छ स्विमिङ कस्ट्युमहरु दामी छ त्यस्तै हो अब यहाँको हरियाली यस्तै छ होइन अब एकछिन आनन्दले पिस ठाउँमा रमाइलो गरेर बस्दिउँ पार्ट्सले यहाँ आफ्नो ब्लग हान्दैछ होइन म यहाँ हान्दैछु आफ्नो अनि यहाँ रमाइलो भइरहेछ जे होस् आउने जानेलाई टाइम ल्याप्स हान्दिन्छु त म मेरोबाट यो हो नि त लोकेसन केटाहरू यहाँ बसेर मस्त खाजा नास्ता के गर्दैछन् होइन के हो होइन यस्तै भइरहेको छ यहाँनिर रमाइलो चलिरहेछ होइन ठिक छ अब हाम्रो जाने बेला नि भइसक्यो होइन नो ड्रिङ्क्स नो अल्कोहल क्या ए त्यस्तै हो होइन अब रमाइलो गर्नै पर्यो शनिबारमा अब केटाहरू सबजना आए होइन खुसी लाग्यो रमाइलो पनि भयो यसो साथीभाइसँग गेट टुगेदर टाइपको होइन एउटा सूर्य चौरमा दामी छ लोकेसन यस्तो होइन त्यही हो त ल है त के गर्छ है मुला हेरेर हिँड न ल फाइनली सूर्य चौरको यात्रा पनि सकियो होइन छैन यसपालिको शनिबार स्याटरडे रमाइलो भयो जे होस् केटाहरूसँग आइयो रमाइलो गरियो पिस ठाउँमा एकछिन होइन मजाले टाइम स्पेन्ड गरियो सनसेट पनि हुँदैछ दामी टाइपमा अगाडिपट्टि बाइकहरू हामीले त्यहाँ रोकेका छौँ अब फर्केको त के भिडियो बनाउनु होइन अब क्या चिसो हावा चलिरहेछ क्या दामी टाइपमा लोकेसन पनि खत्रै छ होइन यता देखिरहेको काठमाडौँ भ्याली भइहाल्यो अनि त्यही हो फेरि अर्को भिडियोमा भेट्दै गरौँला है ल त्यतिन्जेलको लागि होइन बाई बाई टेक केयर अनि सबैजनाले आफ्नो ठाउँमा आफ्नो केयर गरेर बस्नु होला हामीलाई पनि रमाइलो छ होइन यस्तो भइरहेको यहाँनिर जोस् रमाइलो छ होइन यताउति जोस् दामी नै भयो आजको शनिबारको दिन जोस् भरपुर रमाइलो पनि गरियो होइन ठिक छ जोस् रमाइलो गरियो यस्तै हो होइन लाइफमा रमाइलो पनि गर्नुपर्छ काम पनि गर्नुपर्छ होइन ठिक छ तपाईँहरू आफ्नो ठाउँमा आफ्नो काम गर्दै गर्नु होला हामी पनि गर्दै गर्छौँ त्यतिन्जेलको लागि स्टे ट्युन है त अर्को भिडियो आउँछ हाम्रो अर्को भिडियो सायद सिस्नेरीतिर जान्छु होला केटाहरूको आजको प्लान अनुसार त्यही कुरा भएको छ होइन हेरौँ अब के हुन्छ कसो हुन्छ फाइनली अब आजको स्याटरडे राइड फाइनल गरेर होइन रमाइलो गऱ्यो केटाहरूसँग एकछिन घुमडुल फोटोसोटो यताउति मेमोरीहरू क्रिएट गरेर फर्केको होइन अब यस्तै छ यहाँतिर हल्का फुल्का अफरोड छ अलिकति यहाँ पर डिलमा पुगिसकेपछि चाहिँ गुर्जु भन्दादेखि उता चाहिँ सबै के अरे त्यसपछि चाहिँ उता पिच बाटो नै हो राम्रो बाटो नै छ ढलान होइन ठिक छ बिस्तारै जाँदैछौँ हामी अब फर्केको आजलाई यति नै भयो शनिबारको दिन होइन जो रमाइलो गरियो सकेको होइन केटाहरू पनि साथ सपोर्ट एकदम मिल्ने खालको केटाहरू थिए रमाइलो भयो होइन अब फेरि पनि अर्को शनिबारतिर फेरि अरू भिडियोहरूमा पनि भेट हुँदै नै छ होइन त्यतिन्जेलको लागिसम्म चाहिँ पर्खेर बस्दै गर्नु होला है त ल हस् धन्यवाद।